ल पोखरामा भात खाएको अवस्था घरमा भातै नखाने छोरीहरूले होटलमा खाएको भातको दृश्य कसैको पापडको मात्रै थुप्रो छ यस्तो मिस यिनीहरूलाई खाना थप्नुपर्छ कस्तो छ त पोखराको होटलको खाना मिठो छ ल हाम्रो अनमोल शङ्करको खाना बिका भन न सर यता लाइन बसिरहनु भएको छ हाम्रो निसा मिसले यहाँ साग नखानेलाई तरकारी नखानेलाई तरकारी राख्दै लगिदिँदा राम्रो papaya cho tôm xuống chỗ đó á tao hợp lục đó nó đạt được सनराइज पनि हेर है देखिएछ अलिअलि पुम्दीकोटबाट देखिएको फेवातालको दृश्य एकचोटि मरेर के हुँदैन होइन सर हो चढ्ने यस्तो फोटो खिचिरहनु मेरोबाट खिचिदिउँ न त यसको ल शिवजीको डमरू फेवातालले सबै सेतो देखिएको भाग चाहिँ फेवाताल यहाँबाट स्तूपा पनि लगभग कुहिरोले ढाकेको अवस्थामा छ त्यही हो स्तूपा अहिले त्यहाँ जाने हामी त्यहाँ जाने पोखरा पुरै पोखरा बजार यसरी हुसुले ढाकेको अवस्थामा छ यो एकदमै सुन्दर दृश्य पोखराको आजसम्म कहिल्यै पनि यस्तो दृश्य हामीले देखेका थिएनौँ यो वर्ष चाहिँ हामीले यस्तो दृश्य देख्यौँ सनराइज पनि भइरहेको छ किन
सर हल्का उच्चार नै एकछिन सरले ब्लग बनाउनु भइला अप्ठ्यारो म कुम्दीकोट महादेव प्रवेशद्वारबाट हामी भित्र छिरेको अवस्था यो चाहिँ हिन्दू धर्म मान्नेहरूको लागि एउटा आस्थाको प्रतीक सबभन्दा पहिला गेटबाट प्रवेश गर्दै हामी नन्दीको मूर्तिलाई देख्न सक्छौँ यसैको नजिकै मन्दिर छ शिव मन्दिर यस पछाडि अगाडि शिवको मूर्ति विशाल शिवको मूर्ति रहेको छ यस्तो अवस्थामा हामी देख्न सक्छौँ विद्यार्थी भाइ बहिनीहरू यत्रतत्र छरिएका छन् हामी यहाँ सबैलाई बटुलेर फोटो खिच्ने कोसिसमा लागि परेका छौँ लक्ष्मीनारायणको मूर्ति भएको ठाउँमा हामी आइपुगेका छौँ देख्न सक्छौँ सुन्दर दृश्य लक्ष्मी मयूरमा सवार भने यता दुर्गा माता बाघमाथि विराजमान भएको मूर्ति हो यो यस्तो दृश्य हामीले देखेका छौँ यहाँबाट चाहिँ हामीले पारिपट्टि कुम्दीकोट महादेवको दृश्य पनि देख्न सक्छौँ यस्तो छ यहाँबाट देखिने सुन्दर नजारा हिमालको सुन्दरता पनि निहाल्न सक्छौँ यहाँबाट हामीले सारङकोट पनि देख्दैछौँ पारिपट्टिको बिस्तारै अघि देखिएको कुहिरो माथि माथि उठ्दैछ पोखरा बजारलाई कुहिरोले छोड्दैछ हजुर